यो न्यू क्लासिकल डिजाइनमा बनेको यो ब्युटिफुल लग्जरियस प्रपर्टी लिएर तपाईँहरू माझमा हामी उपस्थित भएका छौँ। यो ब्रान्ड न्यू लग्जरियस फुल फर्निस सेमी बङ्गलो घर रहेको छ। यदि यहाँहरूले राम्रो लोकालिटी, राम्रो सोसाइटी र हाई एजुकेटेड सोसाइटीमा घर खोजिरहनु भएको छ, रिङ रोडदेखि पनि अलि नजिकै पुग्न सकियोस्, सबै कुराको सुविधा पुगेको ठाउँ होस्, बस्नलाई शान्त वातावरण होस्, होहल्ला नहोस्, धुवाधुलो नआओस् भन्ने सोचमा घर खोजिरहनु भएको छ। घर पनि राम्रो, बलियो, मजबुत, सबै जेन्युन क्वालिटीको सामानहरू राखेर बनेको होस्, बनाइएको होस्, आफू बस्नलाई बनाए सरको घर होस् भन्ने सोचमा घर खोजिरहनु भएको छ भने यो घर रेडी टु मुभ इन कन्डिसनमा रहेको छ। आउनुहोस्, हेर्नुहोस्, बुझ्नुहोस्। यदि यहाँहरूलाई कुनै शङ्का लागेमा कुनै प्राविधिक इन्जिनियर ल्याएर चेक जाँच गराएर ल्याब टेस्ट गर्नुहुन्छ कि एक्सरे गर्नुहुन्छ कि या यो घरमा रहेको सामानहरूको बारेमा गएर कुनै पसलहरूमा बुझेर आफू ढुक्क हुन चाहनुहुन्छ भने पनि गर्न मिल्ने प्रकारको यो प्रपर्टी रहेको छ। नयाँ मापदण्ड अनुसार र सबै वास्तु मिलाएर 14-14 को पिलर र 16 र 20 को डन्डी राखेर बनेको यो घर रहेको छ। यो घर चाहिँ दक्षिण मोडा फर्केको छ भने यो घर रहेको ठाउँ बुढानीकण्ठ नगरपालिका वार्ड नम्बर 8 गलफुटार काठमाडौँमा रहेको छ भने यो सिमानामा पर्यो। यो घर चाहिँ तपाईँको शहीद गङ्गालाल हस्पिटलदेखि 400 मिटर पछाडि पर्छ भने यो हाम्रो नारायण गोपाल चोकदेखि लगभग 700-800 मिटरको दूरीमा पुग्न सकिने घर रहेको छ। यो घर बनेको जग्गाको क्षेत्रफल 6 आना 1 पैसा रहेको छ। घर चाहिँ 2.5 फ्लोरको रहेको छ। मैले भनि नै हालेँ, घर चाहिँ दक्षिण मोडा फर्केको छ, पूर्वपट्टि खुल्ला रहेको छ। घर अगाडि 14 फिटको बाटो रहेको छ। 2.5 फ्लोरको हुँदाखेरि घर चाहिँ तपाईँले ग्राउन्ड फ्लोर रेन्टमा दिन मिल्ने प्रकारको रहेको छ। ग्राउन्ड फ्लोरमा 1 किचन एन्ड डाइनिङ हल मोडुलर सेटअपमा रहेको छ। 1 लिभिङ हल रहेको छ विथ टिभी क्याबिनेट, 2वटा बेडरुम रहेको छ, एउटा कमन टोयलेट एन्ड बाथरुम रहेको छ भने योभन्दा माथि अब घरधनी पस्ने फ्लोरको कुरा गर्दाखेरि मेन रोड तपाईँले अष्टमङ्गलमा पाउनुहुनेछ। अष्टमङ्गलको ढोका पाउनुहुनेछ। इन्ट्रेन्स हुने बित्तिकै एउटा वेटिङ रुम पाउनुहुनेछ। ठुलो वेटिङ रुम रहेको छ। त्योभन्दा भित्र गएपछि सुराकहरू रहेको छ, वाटर रिजर्भ ट्याङ्कहरू रहेको छ। त्योभन्दा माथि गएपछि हामीले एउटा ठुलो ल्याभिस लग्जरियस लिभिङ हल पाउँछौँ विथ टिभी क्याबिनेट। त्योभन्दा भित्र पस्यौँ भने एकदमै लग्जरियस सामानहरू राखेर फिनिसिङ गरिएको किचन एन्ड डाइनिङ हल पाउनुहुनेछ विथ मोडुलर किचन। सबै इटालियन सामानहरू राखेर फिनिसिङ गरिएको छ। आएर हेर्न बुझ्न सक्नुहुनेछ। सायद अहिलेसम्म यो हाम्रो बुढानीकण्ठ एरियामा यतिको राम्रो जेन्युन क्वालिटीको सामानहरू राखेर अहिलेसम्म घरहरू बनेको छैनन्। यो पहिलो नै हुन सक्नेछ। किचनभन्दा बाहिर जानुभयो भने तपाईँले एउटा सानो गार्डन पाउनुहुनेछ विथ वाटर फाउन्टेन सहित पाउनुहुनेछ। एउटा गार्डन पनि रहेको छ। यसो जाडो महिनामा बसेर चिया कफी खानलाई हुने स्पेस रहेको छ। त्यहाँभन्दा भित्र गइयो भने हामीले 2वटा बेडरुम पाइन्छ। 2वटामा एउटामा तपाईँले मास्टर बेडरुम पाउनुहुनेछ। मास्टर बेडरुममा किङ साइजको बेडरुम रहेको छ भने फिक्स दराज रहेको छ, ड्रेसिङ टेबल रहेको छ, स्टडी टेबल रहेको छ र भित्र अब अट्याच टोयलेट एन्ड बाथरुम भइहाल्यो। त्योभन्दा यता बाबु नानीको लागि एउटा बेडरुम रहेको छ, स्टडी टेबल सहित फिक्स दराज किङ साइजको बेडरुम रहेको छ। हेर्न सक्नुहुनेछ तपाईँले। त्योभन्दा माथि हामी गयौँ भने 2वटा बेडरुम पाउँछौँ। एउटामा अट्याच टोयलेट एन्ड बाथरुम सहितको बेडरुम पाउँछौँ भने सबै कुरा रहेको छ त्यसमा। अट्याच टोयलेट एन्ड बाथरुम सहितको एट्याच बेडरुममा फिक्स दराजहरू रहेको छ, किङ साइजको बेड रहेको छ, स्टडी टेबल रहेको छ, ड्रेसिङ टेबल रहेको छ। आएर हेर्न बुझ्न सक्नुहुनेछ। एउटा चाहिँ नन एट्याच बेडरुम रहेको छ। त्यो चाहिँ गेस्ट बेडरुम भन्न मिल्छ भने एउटा पूजा रुम रहेको छ, ठुलो रहेको छ। तपाईँको लन्ड्री स्पेस रहेको छ, हेर्न सक्नुहुनेछ। 1 कमन टोयलेट एन्ड बाथरुम रहेको छ भने यो घरमा तपाईँको घरधनीले प्रयोग गर्नेमा 1 किचन एन्ड डाइनिङ हल, 1 लिभिङ हल, 4वटा बेडरुम, 2वटामा अट्याच टोयलेट एन्ड बाथरुम, 2वटा कमन टोयलेट एन्ड बाथरुम, पूजा रुम, स्टोर रुम, लन्ड्री, ब्याल्कनी, सुरेक्स, वाटर रिजर्भ ट्याङ्क सबैको व्यवस्था भइहाल्यो। फ्लोरमा फुल जङ्गली सिसोको काठको पार्केटिङ गरिएको छ। हामी यो मजाक गरेका छैनौँ। तपाईँहरूले काठ चिन्नुहुन्छ भने आएर हेर्नुहोस्। यसमा अग्राक र सिसौको मात्रै काठ प्रयोग भएको छ।
टोयलेटका धाराहरू सबै हिनवेयर मात्रै, धारा र कम्प्युटरहरू सबै हिनवेयर कम्पनीको राखिएको छ। टाइलहरू पनि सबै कजरिया र सोमानी कम्पनीको मात्रै प्रयोग भएको छ। लाइटिङहरू सबै जेन्युन क्वालिटीको राखिएको छ। आएर हेर्न बुझ्न सक्नुहुनेछ भने चिसो तातो पानीको लागि सोलर पनि राखिएको छ। पार्किङको कुरा गर्नुहुन्छ भने 2वटा गाडी राखेर 4-5वटा बाइक अटाउने स्पेस रहेको छ भने बाहिर एउटा पब्लिक टोयलेट पनि रहेको छ। मेन डोर चाहिँ रिमोट सिस्टममा रहेको छ भने घरको मूल्य 6 करोड राखिएको छ। आपसी समझदारीमा बसेर केही मिलाउन पनि सकिनेछ।